म चाहिँ अहिले हङ्गेरीको एकदम ठुलो लेक बालाटनको एउटा छेउको सहर टिहानीमा छु। अनि एकदमै मनमोहक सहर छ। यहाँबाट मेरो अगाडि पुरै लेक बालाटन छ। अनि म चाहिँ अहिले यो टिहानीको एउटा अब्जर्भेसन गर्ने ठाउँमा यो मनमोहक दृश्य हेरिरहेको छु। एकदमै राम्रो ठाउँ छ। पछाडि चर्च देखिरहेको छ होला, पुरानो चर्च। यो लेक बालाटन मैले यताबाट देखाउँछु। यो चाहिँ लेक बालाटन हो। यो सबै देखिरहनु भएको यो सबै धेरै ठुलो लेक छ यो। अनि यो चाहिँ पहिला हङ्गेरियन सी भनेर थियो अरे। अनि त्यसपछि समय बित्दै जाँदाखेरि त्यो सी चाहिँ ल्यान्डलक भएर अनि यो लेकमा परिणत भएको अरे। अनि यो यहीँको हङ्गेरीको मान्छेहरूलाई पनि यो एकदमै पपुलर टुरिस्टिक डेस्टिनेसन हो। यहाँ चाहिँ मान्छेहरू समरमा स्पेसियल्ली, किनकि हङ्गेरी ल्यान्डलक कन्ट्री भएको हुनाले समुद्र छैन, तर यो लेक यति ठुलो छ कि यसको जस्तै बिचहरूमा अनि यहाँनिर फिसिङ गर्नको लागि, बोटिङ गर्नको लागि मान्छेहरू चाहिँ एकदम बढी आउँछन्। अनि त्यसैले यसको महत्त्व अझै बढी छ। अरू कुरा भन्नुपर्दाखेरि त्यसै यहाँ नजिकै हाइकिङ ट्रेलहरू पनि एकदम धेरै छ। साइक्लिङ गर्नको लागि राम्रो व्यवस्था रहेछ। त्यही भएर मान्छेहरू चाहिँ जे गर्न मन लाग्छ होलिडे मनाउनको लागि यहाँ आउँदा रहेछन्। स्पेसियल्ली हङ्गेरियन बढी देखेँ मैले, तर विदेशीहरू पनि सायद अहिले पिक सिजन भएको छैन। पिक सिजनमा चाहिँ विदेशीहरू पनि आउँछन्। एकदमै राम्रो मनमोहक ठाउँ छ। म भिडियोमा सकेसम्म अरू पनि क्याप्चर गर्ने कोसिस गर्छु। अहिलेलाई चाहिँ यति पनि।
ओहो, यो घाँसे मैदान चाहिँ ठ्याक्कै टिहानी भिलेज टाउनको ठ्याक्क पछाडिपट्टिको भागमा रहेको यो एउटा नेचर रिजर्भ जस्तो रहेछ। लेक, सानो लेक रहेछ, सानो ताल। अनि यता हाइकिङ ट्रेलहरू छ। अनि त्यसकै अगाडि बसेर यसो पोज दिएर फोटो खिचेको। अब फर्किन्छु। एक दुईवटा प्लानहरू छ, लेट्स सी। यहाँ सानो सानो त्यो रहेछ कि यो के भन्छ यसलाई, न्याउरी मुसा हो कि के हो होइन, एकदमै आवाज, केले आवाज गरिरह्यो भनेको त्यसले पो रहेछ। म ट्राई गर्छु क्याप्चर गर्ने। हेलो, मेरो आवाज कतिको राम्रोसँग सुनिन्छ? म यो माथि थिएँ त्यो चर्चको छेउमा। अहिले तल यो बोट के अरे पोर्टमा छु। अब चाहिँ फर्किन लागेको। त्यति राम्रोसँग धेरै भिडियो क्लिपहरू खिचिनँ किनकि हेर्नमा नै व्यस्त भएँ धेरै, त्यस कारणले गर्दा। तर एकदमै राम्रो दृश्य छ। अनि एकदम राम्रो लागेर मैले पछाडि त्यो ब्याकग्राउन्डमा त्यो क्यासल हो कि चर्च हो ठ्याक्कै थाहा छैन, त्यो देखिने तरिकाले एउटा लास्ट भिडियो बनाऊँ भनेर बनाएँ। एकदमै राम्रो भयो घुमघाम। अलिकति हाइकिङ जान मन थियो, त्यो चाहिँ सम्भव भएन किनकि अलि ढिलो पनि भयो। त्यस कारणले गर्दाखेरि अलि मिलेन। फेरि आउँछु म। योपालि साइक्लिङ गर्ने पनि चाहना थियो, अलि साइक्लिङ पनि त्यति प्लानिङ नभएको हुनाले अलि राम्रोसँग आउन सकेन। अब नेक्स्ट टाइम आउँछु। नेक्स्ट टाइम चाहिँ साइक्लिङ चाहिँ गर्छु अवश्य।